राम्रो कपडा लगाएर हिँड्नुस् त मान्छेले देखाउनका लागि लगाएको भन्छन्। सिम्पल कपडा लगाएर हिँड्नुस् त तपाईलाई गरिब भन्ठान्छन्। मनमा लागेको कुरा जस्ताको त्यस्तै प्याट्ट बोल्दिनुस् त छुच्चो भन्छन् मान्छेहरूले। केही नबोलिकन बस्नुस् त फेरि त्यही मान्छेले तपाईलाई घमण्डी भन्छ। सक्सेसफुल भएर देखाउनुस्, सफलता हासिल गरेर देखाउनुस् त मान्छेहरूले ठुलो भयो भन्छन्, एरोगेन्ट भयो भन्छन्। असफल हुँदा मान्छेहरूले तपाईलाई अल्छी भन्छन्। यो समाजमा यो संसारका मान्छेहरूलाई तपाईले जेसुकै गरे पनि तपाईको बारेमा कुरा काट्नका लागि कुनै न कुनै बहाना हुन्छ नै। त्यसैले मान्छेको विचारलाई इग्नोर गर्नुस्। मान्छेले तपाईको बारेमा के भनिरहेका छन्, उनीहरूले तपाईको बारेमा के ओपिनियन राख्छन् भन्ने कुराले खासै महत्त्व राख्दैन। त्यसैले आफ्नो गोल, आफ्नो लक्ष्यमा फोकस गर्नुस्, सबैलाई इग्नोर गरेर अगाडि बढ्नुस्। भोलिका दिनमा त्यही व्यक्तिले तपाईलाई आइडल मान्छन्, फलो गर्नुस्।